हेलो साथीहरु सबैजना नमस्ते हास्यो के छ खबर तपाईहरुको ठीक होला भन्ने आश गरेको छु। आज चाहिँ हामी च्याप्टर 6 को 6 को चाहिँ छाङबोआ मुनुवाको चाहिँ छिक्जाङ इन ए हारु मतलब चाहिँ कार्यस्थल कर्मचारीहरुको दैनिकी अथवा एक दिनको दिनचर्याहरु चाहिँ हेर्दै छौं। यो चाहिँ पहिला ओल्ड बुक भने मतलब यो भन्दा अघिल्लो वर्षको बुकको चाहिँ च्याप्टर 8 मा थियो यो मिनिङहरु यो यही छाङबो थियो। आज हेरौं के छ हाम्रो मिनिङ धेरै छैन यति नै हो। अब हामी सुरु गर्छौं। च्याप्टर 6 को इम्पोर्टेन्ट मिनिङै छ जुन चाहिँ बाट एउटा क्वेशनहरु आउने गर्छ यसबाट र हामीले हेर्न पर्ने हुन्छ यो मिनिङहरु। ल हेरौं सुरु गरौं के कस्तो हुन्छ। सँगसँगै भनेर चाहिँ सँगसँगै मैले भनेपछि चाहिँ पछ्याएर सहयोग गरिदिनु होला। त्यसो गर्दाखेरि चाहिँ तपाईहरुलाई पनि मिनिङ आउँछ। ल सुरु गरौं। छिक्जाङ इन दुरुन कार्यस्थल कर्मचारी छिक्जाङ इन दुरुन कार्यस्थल कर्मचारी इल काम सिजा खादा सुरु गर्नु छुल्गुन काममा जाने बेला अथवा काममा जाने समय छुल्गुन काममा जाने बेला अथवा काममा जाने समय। त्यस्तै गरी अर्को छ थयगुन कामबाट फर्किने समय अथवा कामबाट फर्किने बेला थयगुन कामबाट फर्किने बेला अथवा कामबाट फर्किने समय। त्यस्तै गरी अर्को छ छिहाछल मेट्रो अथवा रेल त्यस्तै गरी अर्को छ फसु बस त्यस्तै गरी अर्को छ थेजुङ ख्योथोङ सार्वजनिक यातायात त्यस्तै गरी अर्को छ इयोङ हादा प्रयोग गर्नु त्यस्तै गरी अर्को छ खेइन व्यक्तिगत त्यस्तै गरी अर्को छ सुङयोङछा निजी गाडी अथवा प्राइभेट भेहिकलहरु। त्यस्तै गरी अर्को छ छुलथोइगुन काममा जाने आउने समय छुल्गुन हादा र थोइगुन हादा जोडेर छुलथोइगुन भएको। त्यस्तै गरी अर्को छ सिगान समय त्यस्तै गरी अर्को छ ख्योथोङ यातायात त्यस्तै गरी अर्को छ मेउ अत्याधिक त्यस्तै गरी अर्को छ वन्जाप हादा भिडभाड हुनु त्यस्तै गरी अर्को छ येगिछि नसोचेको अथवा अचानक भन्ने यसको मिनिङ जान्छ। त्यस्तै गरी अर्को छ अर्य उमुल क्यक्ता अथवा ख्यक्ता पनि भन्छ। लिसनिङमा सुन्दाखेरि चाहिँ क्यक्ता जस्तो सुनिन्छ। अर्य उमुल क्यक्ता अथवा ख्यक्ता नसोचेको समस्याको सामना अथवा नसोचेको समयको बेलामा अथवा हामीले कुनै पनि काम सोचे हुँदैन त्यो कुरा चाहिँ अचानक आइपर्छ त्यस्तो कुरालाई भन्दाखेरि अर्य उमुल ख्यक्ता भनेर भनिन्छ। त्यस्तै गरी छमसिम दिउँसोको खाना त्यस्तै गरी अर्को छ फोथोङ फ्राय त्यस्तै गरी अर्को छ साई बीच त्यस्तै गरी अर्को छ खुने सिक्ताङ कार्यालय अथवा कार्यालय भित्र भएको रेस्टुरेन्ट अथवा कार्यस्थल भित्र रहेको रेस्टुरेन्ट भनेर बुझ्नुपर्छ यसलाई।
जुन चाहिँ हामीले जुन कहाँ ठाउँमा काम गरिन्छ त्यही भित्र भएको, त्यही कम्पाउन्ड भित्र भएको रेस्टुरेन्टलाई भनिन्छ खुने सिक्ताङ। त्यस्तै गरी अर्को छ मक्ता खानु, मक्ता खानु। त्यस्तै गरी अर्को छ अप्ता नहुनु, अप्ता नहुनु अथवा छैन। त्यस्तै गरी अर्को छ वेसा कम्पनी, वेसा कम्पनी। त्यस्तै गरी अर्को छ खुन्छ नजिकै अथवा वरिपरि, खुन्छ नजिकै अथवा वरिपरि भन्ने अर्थ लाग्छ। सरी, खाथुन फुस एउटै विभाग, खाथुन फुस एउटै विभाग। त्यस्तै गरी छ अपमु काम, अपमु काम। त्यस्तै गरी अर्को छ इयागी कुराकानी, इयागी कुराकानी। त्यस्तै गरी अर्को छ ख्यङउ अवस्था, ख्यङउ अवस्था। त्यस्तै गरी अर्को छ इल्बु केही, इल्बु केही। खानदान हान छुइमी सजिलो रुचि, खानदान हान छुइमी सजिलो रुचि। छुल्गी मात्रै भनिन्छ, यो गी डबल गी चाहिँ नराखे नै हुन्छ हाम्रो। छुल्गी भनेको गतिविधि, छुल्गी गतिविधि। त्यस्तै गरी अर्को छ था सबै, था सबै। कुन्नेदा सकाउनु, कुन्नेदा सकाउनु। कुन्नादा भयो भने सकिनु हुन्छ, कुन्नेदा भन्यो भने सकाउनु हुन्छ। यो चाहिँ हामीले याद गरेका छौँ कि छैन। र एउटा कुरो यहाँ टिप्स भनिदिइहाल्छु म तपाईहरुलाई। कुन्नादामा चाहिँ ईगा पार्टिकल आउँछ भने कुन्नेदामा चाहिँ उलरुल पार्टिकल आउँछ। यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। कुनै पनि शब्दको अगाडि ईगा पार्टिकल राखेर फिनखान आएको अवस्थामा कुन्नादा र कुन्नेदा छ भने कुन्नादालाई चुज गर्नुपर्छ भने उलरुल पार्टिकल त्यो शब्दमा टाँसिएको छ भने त्यसबेला कुन्नेदाको प्रयोग गर्नु पर्दछ। यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। यसरी क्वेशन चाहिँ धेरै आएको पाइन्छ। त्यस्तै गरी यागुन नाइट काम, यागुन नाइट काम। यो कुरा नि म तपाईहरुलाई भनिदिइहाल्छु। यागुन हुनलाई कस्तो भन्दाखेरि हाम्रो ड्युटी समय नर्मल टाइम ड्युटी गरेको समय भन्दा 3 घण्टा भन्दा माथिको ओभर टाइम भएको अवस्थामा यागुन हुन्छ र 1-2 घण्टा मात्रै ओभर टाइम भएको अवस्थामा हाम्रो चाहिँ यान्जाङ हुन्छ। यो कुरा हामीले एकदम बुझ्न जरुरी छ। 1-2 घण्टा ओटी भएमा यान्जाङ र 3 घण्टा वा 3 घण्टा भन्दा माथि ओभर टाइम भएमा यागुन हुन्छ। यो कुरा बुझ्न जरुरी छ। र एकदम होल नाइट ड्युटी छ, बेलुका 10 बजेदेखि बिहान 6 बजेसम्मको नाइट ड्युटी छ भने त्यसलाई भनिन्छ यागान। र त्यस्तै गरी अर्को छ होल हामी डे शिफ्ट गर्छौं नि जुन 8 घण्टाको सरी त्यसलाई चाहिँ छुगान भनिन्छ। नर्मली हामीले बुझ्नुपर्छ यागुन भनेको जुन हामीले गर्ने छुगान काम छ नि डे शिफ्ट त्यो भन्दा 1-2 घण्टा ओभर टाइम बढी गरेको अवस्थामा त्यसलाई भनिन्छ यागुन नाइट काम भनेर भनिन्छ। मिनिङ चाहिँ यसरी बुझ्नुपर्छ है त। अर्को छ साइन थुप्रिएको, साइन थुप्रिएको। अर्को हस्ताक्षर पनि हुन्छ साइन भनेको। त्यस्तै गरी अर्को छ फिरो थकान, फिरो थकान। त्यस्तै गरी अर्को छ सुथुरेसु, सुथुरेसु तनाव। त्यस्तै गरी अर्को छ फुल्दा खोल्नु, स्ट्रेस खोल्नु, तनावहरु खोल्नु कुरालाई फुल्दाको प्रयोग गरिन्छ, फुल्दा खोल्नु। त्यस्तै गरी अर्को छ थिम ओखु, थिम ओखु टिमवर्क। अर्को छ थाजिदा बलियो बनाउनु, मजबुत बनाउनु अथवा खाद्नु भन्ने अर्थ लाग्छ। थाजिदा बलियो बनाउनु,
खाद्नु अथवा मजबुत बनाउनु। साङसा सिनियर, साङसा सिनियर आफूभन्दा पदमा अथवा उमेरमा सिनियर साङसा। थोङ्न्यो सहकर्मी, थोङ्न्यो सहकर्मी। त्यस्तै गरेर छ वैश्विक कम्पनीको पार्टी जुन चाहिँ कोरियामा हप्तामा एक दिन दिने गर्छ। वैश्विक कम्पनी पार्टी। अत्तन कस्तो अथवा कुनै भन्ने अर्थ लाग्छ अत्तनको। अत्तन कुनै अथवा कस्तो। छासिन आफू, छासिन आफू। खनगाङ स्वास्थ्य, खनगाङ स्वास्थ्य। त्यसै उन्दोङ व्यायाम, उन्दोङ व्यायाम अथवा खेलकुद। त्यसै छागी खेबाल आफ्नो बौद्धिक विकास, छागी खेबाल आफ्नो बौद्धिक विकास। यसमा विकास मात्र भन्यो हुन्थ्यो तर मैले तपाईहरुलाई बुझाउनको लागि खेबाल दुईटा छ यहाँ हेर्नु होला। दुईटा खेबाल छ, एउटा आर्थिक खेबालवालाको याचवाला खेबाल हो भने अर्को चाहिँ यता फर्केको वाला खेबाल छ। यसमा चाहिँ हामीले छुट्याउनु पर्छ। माथिको खेबाल चाहिँ हाम्रो बौद्धिक विकास हो भने जुन आफ्नै विकास तो मानसिक विकास हो भने तल्लो खेबाल चाहिँ आर्थिक विकास हो। खेबाल आर्थिक विकास यो चाहिँ याद गर्नु होला। त्यसै हाक्वन इन्स्टिट्युट, हाक्वन इन्स्टिट्युट जुन पढ्न जान्छौँ हामी 1-2 घण्टा त्यसलाई हाक्वन भन्छ इन्स्टिट्युट। त्यसपछि थानिदा जाने आउने गर्नु, थानिदा जाने आउने गर्नु। आजलाई यति नै। तपाईहरुलाई मैले दुईटा कुराहरु भने, इगा भए कुन्नादा, उलुल भए कुन्नेदा र ड्युटी छुटेपछि 1-2 घण्टा ओटी भए यान्जाङ र 3 घण्टा अथवा 3 घण्टा भन्दा माथि ओभरटाइम भए यागुन र होल नाइट 10 बजेदेखि बिहान 6 बजेसम्म शिफ्ट भए यागान र डे शिफ्ट भएमा छुगान हुन्छ। यति कुराहरु याद गर्नुपर्ने हुन्छ यस च्याप्टरमा। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्दैछ कृपया कमेन्ट गरेर प्रतिक्रिया दिन नबिर्सिनु होला र यस्तै भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनमा थिचिदिनु होला। यति भन्दै तपाईहरुबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद। खाम्सा हाम्निदा। बाइ बाइ।